वेलकम टु माई युट्युब च्यानल। सो आज हामी चाहिँ कागझोडा जाँदैछौँ कपाल काट्नको लागि होइन। र आज चाहिँ कपाल काट्ने भनेर म गएको है। आज चाहिँ हेर्नु गाइस वेदर यस्तो भइरहेको छ हो, पानी पर्छ होला सायद। अनि यो दार्जिलिङको जाम कहिले पनि नसक्ने। र सो फाइनली गाइस म चाहिँ सेलुन पुग्न आँटेको छु है। र अब अरू भिडियोमा तपाईँलाई सेलुन पुगेर पनि देखाउनु छु है। सो फाइनली हामी सेलुन आइपुगेको छौँ है। अहिले भैयाले चाहिँ हेयरकटिङ गरिदिँदैछ है। फाइनली हेयरकटिङ सकिसकेको छ हो। हेयरकटिङ यस्तो भइरहेको छ। र फाइनली कपाल काटेर चिडिकमिडिक भएर होइन, सबै कपालहरू काटेर सबै रेडी भइसकेको छ है। फास्टफुडहरू खाने दामी रहेछ समोसा चाहिँ, विशेष गरी चटनी दामी रहेछ। सो फाइनली गरम गरम चाय। चाय की चुस्की, वाह। फाइनली हामी चाहिँ होइन अब घर फर्किँदैछौँ। मेरो बुढीले चाहिँ यहाँ काँक्रा किन्ने अरे हो नानीकोमा। फाइनली काँक्रा किनेर हामी आइसकेको छौँ है। किनेको नि त कि हाम्रोतिर त गोटैभरि हुन्छ, एउटाको 10 रुपियाँ गोटा अरे। हाम्रो भिडियोलाई सबैजनाले माया अनि सपोर्ट गरिदिनुहोस् होला।